अबदेखि यो च्यानल चाहिँ कन्टिन्यू ब्लग्सहरू आउनेछ होइन गाइस। हेर्नुहोस् है राइडर चाहिँ यस्तो भएछ चाहिँ गाइस आज पानी परेर बिचोक भयो ल। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग है। अबदेखि यो च्यानल चाहिँ कन्टिन्यू ब्लग्सहरू आउनेछ होइन गाइस। अनि आजको ब्लग मैले सुरु गरिरहेको छु। अब यहाँ के हुँदो त्यो सबै देखाउने छु। बाई बाई गाइस। म चाहिँ अब अगस्त लाग्यो नि त, अगस्त भनेपछि फुटबलको म्याचहरू डल्लो एकदम क्रियो। अन्त अब म जाँदैछु फुटबल म्याच हेर्नु। आज साथीको म्याच छ अनि साथीलाई पनि भेट्नुपर्ने छ तल गएर होइन। साथीलाई पनि जानुपर्ने छ। साथी चाहिँ खेल्ने हो फुटबल होइन। हुन्छ हेर्दै गर्नुहोस् गाइस, बाई। ए उहाँ फुटबलर चाहिँ उसँगै गएको म चाहिँ पाक्यौँ। उहाँ साथीहरू हुँदो रहेछ। चुप चुप। अब चाहिँ चेन्ज गर्दैछ केटाहरू। यति स्कुटीमा दुईजना हन्टरमा छ, म चाहिँ मेरो स्कुटीमा। यहाँ आइपुगेको छ। यहाँ चाहिँ यस्तो रहेछ बाटो पनि हो। टेरिका डरलाग्दो पहिरो गएको क्या हो। थाक्छ त हौ ट्रक त। कम्ता छैन ट्रक त। बिजोको रहेछ नि त यहाँ त। यहाँ चाहिँ ट्रक ननिक्लेर चाहिँ जेसिबीले ठेल्नु पर्दैछ गाइसहरू। अवस्था धेरै गम्भीर बाटोको होइन गाइस। हामी चाहिँ यहाँ फसिरहेको छु बाटो सानो भएर। तलबाट बाटो कति आउँदैछ। गाइस हामी चाहिँ फाइनली आइपुग्यो है। आइपुगेको छ हामी। उफ्राएर चाहिँ त माऱ्यो ल बाइकले चाहिँ। रहेछ जग्गा चाहिँ हेर्नुहोस् है राइडर चाहिँ यस्तो भएछ चाहिँ दुर्न आँटेको म्याच गर्न आँटेको गाइसहरू। हाम्रो टिम चाहिँ यो ग्रुपमा सजिएको हो अनि यो चाहिँ ओपिनियन हो। जसले पहिलो गोल लगाउन सफल हुनुहुन्छ यहाँलाई नगद राशि 1000 ले सम्मान गर्ने। सेकेन्ड गोल हाल्छ 15,000 को भने गोले हाल्छ अपोनेन्टले गर्नु फाइन रोडा थाल्ने मात्र गर्नेछ। उक्त लटरी 15 अगस्त जुन
विजेता हुन्छ उहाँले आफ्नो यो विजेताको जुन चाहिँ कोसेली छ खसी छ पाँच यो चाहिँ सेकेन्ड म्याच सुरु भएको सुरु अनि हाम्रो टिमले चाहिँ जितेर पनि यो सेकेन्ड म्याच सुरु भएको चियर बसेको त वाक्कै नि हो चियर वाक्कै यिनीहरूले सबै किपरको कोही त छैन साह्रै लड्यो गाइसहरु हामी चाहिँ अब म्याच सकेर यहाँबाट लाग्दैछ है यहाँ गएको म्याच दुइटै हेर्यौँ होइन गाइस हामी चाहिँ अब खाजा खान आँटेको म्यान अफ द म्याच चाहिँ यता हो सानो 1000 लगेर कता गएको मान्छे त पाले खाउँदैछ 1000 पाएर चाहिँ आज साथ थारा अब चाहिँ हामी 20 कोटी तरफ जाँदैछौँ है यो जग्गालाई चाहिँ रोराथङ भनिन्छ मजाको छ बाटो चाहिँ तपाईँहरू आउनुभयो नि बस जग्गा चाहिँ यस्तो छ सानो बजार रहेछ अब चाहिँ हामी ल्याएको गाइस आज पानी परेर बिचोक भयो ल बिचोक भयो ल केटाहरू यहाँ बसिरहेको पानीले भिजेर केटाहरू अब के खानु यहाँ आलु मिमी र मटकाको चिया रात परिसक्यो बाहिर आलु मिमी चाहिँ चडक्कै पाउँदा चम्चिहाल्नु अन्त यहाँ पानी झऱ्यो कन्टेन्ट चाहिँ खतरा त्यो गहिरो हुन्छ नि खस्न चाहिँ खतरा देखाउनु पर्यो तिमीले चाहिँ पहिलो चाहिँ यस्तो झऱ्यो चम्ची खै हेप्यो हामीलाई भइहाले म यहाँ हेर्नु दिदी त अन्त भयो मान्छे भयो कसकोलाई चाहिँ ज्यादा पान्छ भइहालेको दाल मिठो हाल्यो अन्त दालमा त हाल्नु पऱ्यो पपकर्न भए पनि चल्छ है मिठो छ मिठो चाहिँ मिठो बनाएछ कडा खाऊ न हौ चम्ची दिँदैन चम्ची